ओलीका अनुसार रोल्पामा सुनको खानी नै रहेको प्रारम्भिक रूपमा पुष्टि भइसकेको छ, तर त्यो व्यावसायिक रूपमा उत्खनन गर्न सकिने हो कि होइन भन्ने विषयमा विस्तृत अध्ययन अझै आवश्यक छ। यदि चट्टानमै सुन रहेको पुष्टि भएर त्यसको उत्खनन आर्थिक रूपमा सम्भव भयो भने यसले स्थानीय मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्न सक्छ। तर यो प्रक्रिया निकै जटिल हुन्छ। सुन खानी सञ्चालन गर्न ठूलो लगानी, उन्नत प्रविधि र दक्ष जनशक्ति आवश्यक पर्छ। त्यसैले सम्भावना हुँदाहुँदै पनि तत्कालै व्यावसायिक उत्पादन सुरु गर्न सजिलो छैन। रोल्पाको सुन छहारी गाउँपालिकामा भने 3वटा सुन खानी दर्ता भइसकेका छन्। वडा नम्बर 2, 3 र 7 मा रहेका यी खानीहरू 2051-52 सालमै दर्ता भएका थिए। केही वर्ष अगाडि सरकारले तीमध्ये 2 खानीका लागि टेन्डर पनि खोलेको थियो। व्यवसायीहरूले रुचि देखाए पनि अन्ततः उत्खनन कार्य अगाडि बढ्न सकेन। पछिल्ला वर्षहरूमा फेरि नयाँ लगानीकर्ताहरूले काम सुरु गर्ने प्रयास गरिरहेको जानकारी आएको छ। यसबीचमा एउटा चिन्ताको विषय पनि देखिएको छ। बाहिरी क्षेत्रबाट आएका केही मानिसहरूले स्थानीय खोलाबाट ढुङ्गाहरू सङ्कलन गरेर लैजाने क्रम बढिरहेको छ। अध्यक्ष मगरका अनुसार उनीहरूले अनुसन्धानका लागि ढुङ्गा लैजान अनुमति दिए पनि अनाधिकृत रूपमा उत्खनन भने गर्न नदिने अडान लिएका छन्। यसले स्थानीय स्रोतको संरक्षण र व्यवस्थापनको आवश्यकता झनै स्पष्ट बनाएको छ। सुनको खोजी केवल आर्थिक विषय मात्र होइन, यो भूगर्भीय रहस्यसँग पनि जोडिएको छ। विशेषज्ञहरूका अनुसार नेपाल जस्तो हिमाली देशमा सियर जोन भनिने भौगोलिक संरचनाहरूमा सुनको सम्भावना बढी हुन्छ। यी स्थानहरूमा पृथ्वीको भित्री भागमा भएका गतिविधिहरूका कारण चट्टानहरूमा दरार पर्छ र त्यहीबाट विभिन्न खनिज पदार्थहरू